हेलो गुड इभिनिङ गाइज। तपाईँले अहिले हेर्दै हुनुहुन्छ मेरो अनदर भ्लग, जुन अहिले म एउटा पार्टी हलमा उभिएर तपाईँहरूलाई मैले भ्लग बनाइरहेको छु। अहिले देखिएको यो बाहिरको सिन, जसमा एउटा बिहेको कार्यक्रम थियो। यो देखिएको बिल्डिङ छ जुन राजमहल लेखिएको छ, त्यसको ठ्याक्कै अगाडिको परिसरमा छु, जहाँ विभिन्न लाइटिङहरू फाउन्टेनहरू चलिरहेका छन्। तपाईहरूले देख्न सक्नुहुन्छ यो पार्टी अर्गनाइज गरेको यो हाम्रो फुड कन्ट्रोल कम्पनीबाट देखिरहेको यो फाउन्टेनहरू, यो सबै यो ब्याकग्राउन्ड बाहिरपट्टिको, जसमा गेस्टहरूको लागि राखिएको यो टेबल कुर्सीहरू, जुन पार्टीको लगत्तै गेस्टहरू आएर यहाँ खानाहरू खानेछन्, जुन अहिले सजाएर राखिएको छ। देख्नुहुन्छ तपाईँ कटलेरीहरू, विभिन्न किसिमका सलादहरू, डेजर्ट्सहरू, फिङ्गर्सहरू, रेडी टु इट वाला ब्रेड्सहरू लाइनबद्ध तरिकाले मिलाएर राखिएको छ। अनि अरूहरू पनि हट फुडहरू पनि सँगसँगै राखिएको छ, जसमा तपाईँहरूले देख्न सक्नुहुनेछ। यो डेजर्ट्स हो, बेकरीका आइटम्स, अनि यो सबै देखिएका ब्रेन्डबरीहरू, अनि यो सफ्ट ड्रिङ्क पिउनलाई राखेको ग्लासहरू हुन्। अब तपाईँलाई मैले वान बाई वान गरेर देखाउने छु के छन् यसभित्र। यो फिङ्गर आइटम्सहरू, जुन ड्राईहरू, समोसाहरू, अनि यो तपाईँहरूको अरबिक ब्रेड हो, ड्राई खोप्सा भनिन्छ। अनि यो पास्ताहरू प्लस कुनै किसिमको एउटा डेजर्ट्स हो। अनि यो तपाईँहरूको कन्टिनेन्टल आइटम भयो। अनि यो तपाईँको वाइट राइस प्लस अरू खाना हो। अब तपाईँलाई मैले अगाडि लैजाँदैछु। ल हेर्न सक्नुहुन्छ, यो काउन्टरमा हामीले राखिएको छ एउटा चाट स्टेसन, जसमा पानीपुरी, अनि समोसा चाट, पापडी चाट, दही भल्ला लगायतका विभिन्न किसिमका चाटहरू तयार पारिएर गेस्टहरूलाई दिइनेछ। गेस्टहरूले पनि बमोजिम यो समोसा चाट तपाईँ देख्न सक्नुहुन्छ। समोसा राखिएको छ चाट बनाउनको लागि। अनि अहिले पानीपुरीको लागि यो बल सेलहरू तयार पारेर राखिएको छ, जुन लाइभ स्टेसन भनेर अगाडिपट्टिको बोर्डमा लेखिएको छ। यस्तै छ, पार्टीको हल चलिरहेको छ। अब एकैछिनपछि गेस्टहरू आउनेछन्, जसमा हामीलाई खुवाउनको लागि तयार अवस्थामा छौँ हामी। तपाईँले हेर्न सक्नुहुन्छ विभिन्न खानाहरू, विभिन्न चिजहरू सजाएर राखिएको छन्। लाइटिङ छ जताततै, रमाइलो छ, दृश्य रमाइलो छ। हेर्दै गर्नुहुन्छ राखिएका कुर्सी सोफाहरू। एउटा यो भिल्या हो अरबिकको,